मेरो बच्चाले मैले भनेको केही पनि मान्दैन, मसँग त केही कामै गर्न मान्दैन। मैले इन्स्ट्रक्सन दिएको इन्स्ट्रक्सन पनि उसले वास्तै गर्दैन, फलो गर्दैन, मलाई टेर्दैन भनेर धेरै अभिभावकहरूले गुनासो गर्नुहुन्छ। हामीलाई चाहिँ बच्चाले नटेर्ने अनि हाम्रो कुरा नसुन्ने, हाम्रो इन्स्ट्रक्सन फलो नगर्ने चाहिँ हुँदैनन् है। यसमा चाहिँ हामी आफूमा भर पर्छ, कसरी उनीहरूलाई अराइरहेका छौँ भनेर हामीमा डिपेन्ड गर्छ यो कुराहरू चाहिँ। जस्तै म एक्जाम्पल दिन्छु, मैले निर्भिकलाई निर्भिक त्यो निलो बोतल मलाई ल्याएर देऊ भनेर मैले इन्स्ट्रक्सन दिएँ है। अब त्यो इन्स्ट्रक्सन उसले वास्ता गर्दैन, सुन्दैन, मलाई ल्याएर दिँदैन। अब मैले टेरेन ल्याएन भन्छु, म आफै गएर त्यो बोतल लिएर आउँछु। अब यसमा त्यो बच्चाले, मेरो निर्भिकले के बुझिरहेछ भने मम्मीले इन्स्ट्रक्सन दिनुहुन्छ, म गर्दिनँ, आफैले गर्नुहुन्छ, मैले नगर्दा पनि हुन्छ, मैले फलो नगर्दा पनि हुन्छ हो। यसरी चाहिँ उनीहरूले यो कुराहरू बुझ्दै गइरहेका हुन्छन्। अनि कसरी हाम्रो इन्स्ट्रक्सन फलो गर्छन् त, हैन हो। अब मैले भन्न खोजेको चाहिँ मैले इन्स्ट्रक्सन दिन्छु भने त्यो इन्स्ट्रक्सनलाई मैले फलो गराएरै छोड्नुपर्छ हैन। मैले उसलाई काम गराएँ, जाऊ तँ लिएर आऊ। अब उसले त मान्नेवाला छैन, किनभने थाहा छ उसले मम्मीले भन्नुहुन्छ म टेर्दिनँ भन्ने हुन्छ। अब मैले उसलाई लिएर गएर त्यो बोतलसम्म पुर्याएर अनि मेरो हातमा दिन लाउँछु भनेको त्यो फलो गराएको भयो। मैले काम दिएँ, मैले आफैले फलो गराएँ भने यसमा अर्को सेकेन्ड पर्सनले पनि त्यो हेल्प गरिदिन सक्नुहुन्छ है। जस्तै घरमा अरू पनि सदस्य हुनुहुन्छ भने उहाँहरूले पनि त्यो बोतललाई ल्याएर दिन हेल्प गर्दा पनि हुन्छ। भनेपछि अब हामीले हाम्रो कुरा मान्न अथवा हाम्रो इन्स्ट्रक्सन फलो गराउनु छ भने प्रत्येकचोटि हामीले जब इन्स्ट्रक्सन दिन्छौँ तब चाहिँ बच्चालाई त्यो काम गराउनु पर्यो, गराउनु नै पर्यो। होस् मैले भन्छु उसले टेर्दैन भनेर जब हामी छोडिदिँदै जान्छौँ उसले त्यो कुराहरू बुझ्दै गइरहेको हुन्छ। बुझ्छ नि त, उसले कति स्मार्ट हुन्छन् हाम्रो बच्चाहरू, मैले नगर्दा पनि हुन्छ भन्ने चाहिँ उनीहरूले सुनिरहे पनि त्यो काम गर्दैनन्। अब हामी चाहिँ स्ट्रिक्ट हुनु पर्यो कि म त्यो गराउँछु नै गराउँछु भनेर, कि इन्स्ट्रक्सनै नदिने, दिइसकेपछि चाहिँ हामीले त्यो इन्स्ट्रक्सनलाई फलो गराएरै छोड्नुपर्छ। यसो गरेर हेर्नुहोस् त कसरी तपाईँलाई चाहिँ बच्चाहरूले नटेर्ने, आफ्नो छोराछोरीले नटेर्ने हुन्छन्, गर्छन्, तर त्यो चाहिँ हामीमा डिपेन्ड हुन्छ। मैले भनिहालेँ नि, हामीले कुन तरिकाले इन्स्ट्रक्सन दिँदैछौँ र त्यो कुरा फलो गराएको छ कि छैन भनेर पनि बुझ्नुपर्छ। र हामीले त्यसरी गरायौँ भने उसले हाम्रो एउटा इन्स्ट्रक्सनमै उसले थपक्क काम गर्ने हुन्छ, किनभने बानी परिसकेको छ मम्मीले त अथवा टिचरले त इन्स्ट्रक्सन दिइसकेपछि त्यो कुरा गराएरै छोड्नुहुन्छ भनेर त्यो कन्सेप्ट बुझ्दै गइसकेपछि चाहिँ अब उनीहरूले फलो गर्छ।